Namaste, welcome back. This is Sikkim Premier League Season 4. Right now, we're in conversation with Honorable Chief Advisor of Sikkim Christian Sports Committee, come OSD, Government of Sikkim. First of all, sir, welcome. Thank you. Sir, आज तपाईँले यो फर्स्ट विटनेस सिक्किम प्रिमियर लिग सिजन 4 को सर. Yeah, this is my first time. Okay. Sir, आजको unpredictable weather, treacherous weather, है अनि followed by an intense match. How did you enjoy today's match, sir? Well, weatherले साथ दियो भनौँ म. So I was thinking that त्यो क्लाउडीले अलिकति प्रब्लम गर्छ जस्तो लागेको थियो हामीलाई बादलले. तर मोस्ट प्रोबेबली त्यो होपफुली राम्रै भयो. म्याचमा कुनै डिस्टर्बेन्स आएन. तर हामीले इन्जोय गर्यौँ धेरै मोर देन एक्सपेक्टेसन. आजको म्याच एकदमै प्रेसरको साथमा थियो. दुईटै टिम राम्रो भएकोले गर्दा नि दुईटै टिम राम्रो थियो. दुईटै टिम नै उनीहरू डिजर्भ गर्छ र फाइनली कसैले गोल त हाल्न सकेन. तर दुईजनाले अब सेम स्कोर पाए जस्तो लाग्छ मलाई. सर स्टेफन तपाईँले है एज यु नो अब्जर्भर हेर्दै गर्दाखेरि होइन तपाईँलाई के लाग्छ कि एसपिएल जस्तो लिगले यु नो हाउ डज इट हेल्प टु काइन्ड अफ shape the discipline and provide opportunities to the young generation of our state, sir? एसपिएलले जब एउटा यो फुटबलको क्षेत्रमा जब एउटा एसपिएल भन्ने आयो, यो फुटबलले चाहिँ आज सिक्किमलाई मात्रै नभएर चाहिँ आज छिमेकी राज्यलाई पनि धेरै थप अहिले सहायता पुर्याएको छ. त्यो मात्रै होइन र हाम्रो अपकमिङ जेनेरेसन जसले फुटबललाई मन पराउँछ, फुटबलमा रुचि राख्छ, जोहरू फुटबल खेल्न चाहन्छन्, तर उहाँहरूको लागि जुन प्लेटफर्म एसपिएलले जुन बनाइदिएको छ यो चाहिँ एकदम सराहनीय छ. अनि यसको लागि म आफ्नो व्यक्तिगत तर्फबाट एसपिएलको होल टिमलाई म एकदमै उहाँहरूलाई बधाई दिन चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु. र यसको पछाडि पनि अर्को व्यक्ति हुनुहुन्छ सम्माननीय मुख्यमन्त्री, जसले एसपिएललाई ठुलो प्रकारले अनि उहाँको आफ्नो एउटा व्यक्तिगत सपोर्ट र सरकारको सपोर्ट पनि उहाँहरूसँग रहेको छ. Thank you so much for talking to us, sir. अनि तपाईँलाई हामी फेरि पनि भेट्ने आशा गरेका छौँ. Thank you. Thank you.